नाग पञ्चमी। नागको फोटो घरको मुख्य ढोकामा टाँस्ने दिन 2083 साल भाद्र महिनाको 1 गते अर्थात् 2026 अगस्त 17 तारिकको दिन नाग पञ्चमी तिथि रहेको छ। सोमबारको दिन विशेष गरेर भगवान शिवजीको दिन पनि रहेको छ। यस दिन चाहिँ अति नै शुभ दिन रहेको छ। अग्नि रुद्री जुरेको दिन छ। अन्नप्राशनको लागि एकदमै राम्रो दिन रहेको छ। साथै नयाँ व्यवसाय गर्दै हुनुहुन्छ, पसलहरू गर्दै हुनुहुन्छ भने उद्घाटनको लागि अति नै उत्तम दिन रहेको छ। यस दिन सम्पूर्ण मित्रजन भक्तजनहरूले व्रत बसी नाग देवताको पूजा आराधना गरी व्रतको फल प्राप्त गर्नुहोला। हजुरहरूले बिहान उठेर गंगा स्नान गर्नुहोला। शुद्ध सेतो अथवा पहेँलो वस्त्रहरू धारण गर्नुहोला र सूर्यलाई अर्घ जलहरू दिनुहोला र पूजा सामग्रीहरू हजुरले विधिपूर्वक पूजा गर्नको लागि पूजा सामग्रीहरू तयार गर्नुपर्ने हुन्छ। जस्तै पहेँलो सेतो फूल, नीला फूलहरू, बेलपत्र, दुबो र हजुरहरूले धुपबत्ती, जौतिल, कुश, साथै जल, गाईको काँचो दुध, गाईको चाहिँ दही, पहेँलो अक्षता, चन्दन, सिन्दुर आदि कुराहरू तयार गर्नुहोला र नैवेद्यमा हजुरहरूले गाईको दुधबाट बनाएका खिरहरू चाहिँ चढाउनुहोला, मालपुवा चढाउनुहोला, लड्डु चढाउनुहोला र यदि नागको फोटोलाई पूजा गर्दै हुनुहुन्छ भने फोटोहरू ल्याएर हजुरले आफ्नो पूजा कोठामा ल्याएर सरसफाइ गरेर विधिपूर्वक पूजा गरेर घरका सम्पूर्ण सदस्यले पूजा गरेर र ज्येष्ठ सदस्यले घरको चाहिँ मुख्य ढोकाको शिरमा चाहिँ हजुरले गाईको गोबर मार्फत चाहिँ 8वटा दुबो राखेर एउटा कोइन पैसा राखेर हजुरले यसरी नागको फोटो टाँसेर चाहिँ पूजा गर्न सक्नुभयो। र यदि नागको मूर्ति बनाएर घर बाहिर चाहिँ पूजा गर्दै हुनुहुन्छ भने हजुरहरूले घर बाहिर चाहिँ गाईको गोबरले राम्रोसँग लिपोत गर्नुहोला र केराको पात राखेर गाईको गोबर, आटा अथवा पिठोबाट हजुरले नागको मूर्तिहरू बनाउनु होला र शिरलाई उत्तर दिशामा फर्काउनु होला र पुच्छरपट्टि भागबाट शिरमा चाहिँ हजुरहरूले पूजा गर्नुपर्ने हुन्छ। धुपबत्तीहरू बाल्नु होला। धुपबत्ती बालेर हजुरहरूले अक्षता, अबिर, फूल अक्षताले चाहिँ पूजा गर्नुहोला। लाभाहरू चढाउनु होला। विशेष गरेर गाईको काँचो दुधको भोग लगाउनु पर्ने हुन्छ र सिन्दुरहरूले चढाउनु होला, अर्पण गर्नुहोला, बेलपत्र अर्पण गर्नुहोला, दुबो अर्पण गर्नुहोला र विधिपूर्वक चाहिँ पूजा गरेर हजुरहरूले नैवेद्यहरू चढाउनु होला। विशेष गरेर नैवेद्य तातो अवस्थाको नैवेद्यहरू नचढाउनु होला, चिसो भएपछि चढाउनु होला, चिसो बनाएर चढाउनु होला र मन्त्रहरू जप्नु होला। ओम नाग देवताय नमः भनेर मन्त्र जप्नु होला। ओम शिवाय नमः भनेर मन्त्र जप्न सक्नुभयो। ओम सर्पाय नमः भनेर मन्त्र जप गर्न सक्नुभयो र हजुरहरूले चाहिँ आशीर्वाद